बेला अब मेरो मौसीको घर नजिक आइसकेको थियो मेरो मन मुटु धड्कन एकदम टिप्ला कटिमा बढिरहेको थियो जति नजिक मेरो मौसीको घर आउनेछ म एकदम एक्साइटेड थिएँ के मौसीको फेस हेर्नलाई अनि हामी यो घरभित्र पस्यो मौसीको घरभित्र पसेपछि हामी मौसीलाई यताउति हेर्न एकदमै एक्साइटेड थियो मन त्यसपछि हामी मौसीलाई खोज्न लाए त्यसपछि कहिले देख्न पाएपछि मैले चाहिँ चिस्टन थालेँ मौसी कहाँ हुनुहुन्छ हामी आए माथि भन्दै मौसीले सायद सुन्नुभयो अनि त्यसपछि ढोका खोल्नुभयो फ्यामिली हेर्नुहोस् त साथी अनि मेरो मौसी कति ह्याप्पी हुनुभयो ओ नसोचेको नै भयो यो त उहाँले त सोच्नु भएको थिएन कि हामी आउँछौँ भनेर एकदमै ह्याप्पी हुनुभयो हेर्नुहोस् त साथीहरू कति ह्याप्पी हुनुभयो मेरो मौसी त आफ्नो बर्थडेमा त लास्टै खुसी हुनुभयो होइन अनि त्यसपछि हामी बर्थडे सेलिब्रेटतिर लाग्यौँ सबै फ्यामिली भएर एकसाथ भएर हामी बर्थडे मनाउने भनेर तिर लाग्यौँ या हेर्नुहोस् न साथीहरू मेरो मौसीले क्यान्डल घुमाइ गर्नुभएको छ मलाई खुसीले केही होसै छैन के गरिरहेको छु भनेर कति हाँसो लाग्यो मलाई फेरि यो हेरेर अनि त्यसपछि केही टाक्नुभयो र मामुलाई पनि खिलाउनु भयो थोरै मलाई पनि खिलाउनु भयो अनि त्यसपछि पुरै हामी खुसी भएर पुरै फ्यामिलीमा नै पुरै फोटोसोटो खिच्यौँ र हामी खाना खाएर सुत्यौँ